कहिले पनि मर्दैन, शक्ति मर्नु पर्यो नि। यसले मारेर के गर्नु, कुकुर कुकुर हुन्छ। त्यही भएर बेकामको घरमा गएर ध्यान गरेर बस्नु। भनेपछि हात खडेपछि सबैमा चाहिँ तपाईँका पछि हुन्छ। त्यति हात गऱ्यो भने चाहिँ यसो छ, शिवजीले पूर्व किल्ला, पश्चिम किल्ला, उत्तर दक्षिण किल्लामा सबै बटालियन कमान्डरहरू आउने, सबै प्रतिनिधित्व आउने। अनि भन्नु तेरा घर गएर धम्की दिने यहीँ हुन्, तेरा घर वरिपरि आगोवाले पनि यहीँ हुन्, राजा घेनिता दरबार बाहिर आगोवाले पनि यहीँ हुन्, अनि आएर देउवाहरूको पनि बाहिरबाट लडाइँ गर्ने यहीँ हुन्। दादा कुकुरहरू मलाई भेट्दै मैले भेटे भए सफल बनाइदिन्थेँ। त्यसपछि सबै कुकुरहरू मदेखि ज्योतिष हेरिदिनु पर्यो राम्रो यहाँ धोबी हो, तपाईँले ज्योतिष हेरिदिनु पर्यो ज्योतिष मोदी मेरो धोबी हो। भविष्य के त ईश्वर चन्द्र ओलीले कोही बात नै न बाजी बिचमा हाजी मै हुन्छु। आगो लागेको जति पनि छन् नि, ती आगो लागेको सबै समातेर पुनः जस्तो त्यो देशको इज्जत उस्तै बनाउने। यी जो दुईटैको बिचमा म भएको कारणले गर्दाखेरि सफल असफल नभन्ने भन्नु। यस्तो पनि हुन्छ नि बाबाजीको यहाँ भाइ र छोराको लडाइँ छ। ईश्वर पोखरे छोरा हो, हिमबाराईको छोरा ल्याएर भेट्ने छोरा नै भन्छ, विराटको दायाँको नारायण कोली भाइ हो। त्यसो भाइ र छोरा अनि बिचमा चढेर बट्टाले घोडा चढेर देउता हुनुपर्नेमा अनि घोडा ल्याउँदा बेटाको घट्नु ध्यान गर्दछु। उनले गल्ती गरेर पनि दण्ड दिन्छु, गल्ती गरेर पनि राम्रै नाटक रहेछ। यो मूर्ख यो कुरा त मन त गर्दैन। विक्रमबाजी चाल हुने छ कथामा विक्रमबाजी भाइरल हुने हो भाइरल